आजभोलि बिहान बिहान दिशा भन्दा पनि पहिला डोजर आउँछ। घाम लाग्नुजेलसम्म सुत्यो भने त घरमै मरिन्छ है जस्तो लाग्छ। अब केराको भाउ बढ्यो भने त किन दुःख मान्ने? कति रोटीको भाउ मात्रै बढ्छ? तपाईँको चाहिँ एउटा रोटीको झन्डै 30 रुपियाँ पर्छ सेल रोटीको। पेट्रोलको भाउ बढेर आकाश छोइहाल्यो। म त चाहिँ घरमै बेसार अदुवा पानीलाई मजाले उमाल्ने हो नि पेट्रोल बन्छ है जस्तो लाग्छ। अघि भैँसीले मुत्या देखेर पेट्रोलै फालो कि क्या भनेर बाल्टी बोकेर कुदेर गएको तपाईँको चाहिँ गोबरमा चिप्लेर लडेपछि पो होसमा आएँ म। त्यो त भएको छु आजभोलि। कालो चस्मा लगाएर माथितिर फर्केर हेर्ने हो भने मङ्गल ग्रहमा हावा चलेको देखिन्छ होला, तर महँगीले गरिब दुखीको घरमा आधी बेरी चलेको नदेख्दो रहेछ। घन्टीले जित्यो भने आकाशबाट मिसाइल ठोक्छ अरे भन्थे, कताबाट ठोक्दो रहेछ भनेर आकाशतिर फर्केर हेरेको पछाडिबाट चाहिँ तपाईँको डोजरै ठोकेपछि पो थाहा भयो मिसाइल भन्दा घातक त डोजर हुँदैछ। अब इन्डियाले तेल जति सस्तोमा दिए पनि तपाईँको नेपाल छिर्ने बित्तिकै महँगी हुनुको कारण भनेको त्यो अमेरिका र इरानै हो। मुख्य कारण नै तिनीहरू होला। राति सुत्दाखेरि आकाश गडाङगुडुङ गऱ्यो भने पनि तपाईँको चाहिँ डोजरै आएकी जस्तो लाग्छ मलाई त। गरिबको चमेली कोही छैन भन्थे, कोही नभए पनि तर डोजर त हुने रहेछ। दुखीले अरू केही दिन नसके पनि दुःख त दिएर गए।